हुनुहुन्छ भनेर र अब को प्रोड्युसर साहबहरुको कुरा गरौँ है हामीसँग त अहिले यहाँ हुनुहुन्न तर पछि आउनुहुन्छ म नाम लिन्छु डाक्टर अनिता दे ताली चाहिँ बजाइदिनु न बरु डाक्टर सिद्धिराज शर्मा ज्योति छेत्री ज्ञान राई प्रोड्युसर साहबहरु हुनुभयो अब कलाकारमा को हुनुहुन्छ तपाईहरु सबैले चिनेको खतरा अभिनय गर्ने versatile actor सौगात मल्ल मैले अगाडि नै बोलाएँ सौगातजी फोटो खिच्नुपर्छ नि किनकि जहाँको पहिलो अफिसियल प्रोग्राम हो यो फिल्ममा अर्को कलाकार जसलाई म जहीँ कहीँ पनि एउटै कुरा भन्छु त्यो कुरा भनेपछि त्यति शब्दले पुग्छ ह्यान्डसम हङ्क अनुप विक्रम साई मोडलिङबाट एक्टिङमा आएर समयको नाम भनेको अनुप विक्रम साई हो जस्तोमा पनि फिट है मेरो भाइको हाँसमै के छ अब यो फिल्ममा अर्को कलाकार जो कलाकार अहिले हामीसँग हुनुहुन्न तर उहाँको पनि कुरा गर्छु म गीताञ्जली थापा चलचित्रको नायिका अब चारको कुरो उहाँमै आउने भयो नि त उहाँबाटै आउने भयो गीताञ्जलीजी हुनुहुन्छ त चारको सौगात के अनुप भन्ने कुरा आयो त्यसका लागि त अब 26 गते फिल्म नै हेर्नु पर्यो अब उहाँको गीताञ्जलीजीको कुरा मैले अघि बुझ्दाखेरि उहाँले पनि अवार्ड जितिसक्नु भएको छ नेसनल अवार्ड विनर एक्ट्रेस हुनुहुन्छ इन्डियाबाट उहाँ एकछिन उहाँको लागि ताली बजाइदिउँ न खतरा कलाकार हो अब अरू धेरै लोकल आर्टिस्टहरू हुनुहुन्छ मैले नाम लिइनँ सबै कलाकार मैले नाम लिएँ हुनुहुन्छ गङ्गाजी आइपुग्नु भएको छैन अब यो फिल्मको गायिका पनि उहाँ हो है सङ्गीतकार मात्र होइन गीत पनि गाउनु भएको छ त्यस्तै पवन गिरी गायक र गीतकारमा हुनुहुन्छ स्वप्निल स्मृति अर्को गीतकार भोपाल राई पनि हुनुहुन्छ हर्का साउथ हुनुहुन्छ गीतकारमा साउन्ड डिजाइनरमा पिके भूषण दाहाल भिएफएक्स प्रोड्युसरमा नुरसान भुटिया नुरसानजीका लागि ताली बजाइदिनु त किन पनि बजाउन चाहिँ सबभन्दा अलिकति थोरै परिचयका कुरा गर्दाखेरि चाहिँ फुटबल छोइङ लामाजीको श्रीमती आज अनुपस्थित हुनुहुन्छ तर काम उहाँको आफ्नै विशेष काम छ उहाँकै नाम छ त्यो नाम भनेको चाहिँ भिएफएक्स प्रोड्युसरमा नुरसान भुटिया अब डिस्ट्रिब्युटरमा करण श्रेष्ठ एप्पल इन्टरटेनमेन्ट करण भाइ नै भन्छ मैले करणको बारेमा प्राय भन्ने कुरा एउटै हो आफैले लगानी गरेर बनाएको फिल्म झैँ फिल्म प्रमोसनका लागि हिँड्ने मान्छे र डिस्ट्रिब्युसनका लागि खट्टुनी मान्छे भनेको करण श्रेष्ठ र करण भइसकेपछि प्रोड्युसरलाई आधा टेन्सन साफ हुन्छ हल्का महसुस हुन्छ करण विशेष कामका लागि धन्यवाद अझ बढी विशेष काम गर्नु चारका लागि किनकि चार टिम नयाँ हुनुहुन्छ यहाँका लागि अब अर्को डिस्ट्रिब्युटर जो डिस्ट्रिब्युटर चाहिँ इन्टरनेसनली हेर्ने मान्छे विदेशमा के कति हो कति कमाइ हो सब हेर्ने मान्छे र पछिल्लो समय इन्टरनेसनल डिस्ट्रिब्युटरमा सबैभन्दा बढी कमाउने पनि मेकर वाइज पनि सबैभन्दा बढी कमाउने फिल्म बनाउने मेकर 7 सिज इन्टरनेसनल रमेश चौलागाई रमेशजी कता हुनुहुन्छ कि रमेश भाइ अगाडि आउनुहोस् त पूर्ण बहादुरको सारङ्गीको प्रोड्युसर विनोद पौडेल भाइ चाहिँ आज अनुपस्थित हुनुहुन्छ धेरै धेरै बधाई विदेशमा सबैभन्दा बढी कमाएको फिल्म के हो वैशाख महिनामा भन्दाखेरि जार भन्ने आओस् शुभकामना आउँछ डिजिटल पार्टनरमा ओएसआर डिजिटल रूपेन्द्रजी हुनुहुन्छ रूपेन्द्रजी आउनुहोस् एप्पल इन्टरटेनमेन्टबाट को हुनुहुन्छ आशिषजी हुनुहुन्छ आउनुहोस् अब मिडिया कोअर्डिनेटरमा वैकुण्ठ पराजुली अब वैकुण्ठजीको कुरा गर्दा नेपाल पत्रकार महासङ्घको सचिव पनि हो केन्द्रीय सचिव पनि हो आउनुहोस् र यो चलचित्र पत्रकारबाट उच्च ओहदामा पुग्ने पत्रकारमा उहाँ हुनुहुन्छ महासङ्घमा पुग्नुहुन्छ के भयो म यत्रो डिमान्ड भइसक्यो वैकुण्ठ अगाडि आऊ यो चार टिमको कुरा हो धेरैजना त अनुपस्थित हुनुहुन्छ
वैकुण्ठलाई बिस्तारै वैशाख 26 मा 4 प्रदर्शन हुँदैछ यो त तपाईलाई कण्ठ भइहाल्यो आज हामी ट्रेलर हेर्दैछौँ र अब केही नामलाई मैले धन्यवाद दिनुपर्छ र यो फिल्मका लागि विशेष सहज भूमिका खेल्ने नेपालका लागि दौडधुप गर्ने डिरेक्टर साहबको साथी दुवै हुनुहुन्छ नयन खनाल र तपन खनाल धन्यवाद दुवै साथीलाई एकचोटि उठ्दै दिनुहोस् न नयनजी तपनजी कता हुनुहुन्छ चिन्जान पनि हो बाहिर हुनुहुन्छ थ्याङ्क यू यो सपोर्टका लागि धन्यवाद त्यस्तै अब मालविका भर्सटाइल एउटै मात्र कुरा के गर्नु सबैले मिस नेपाल मात्र भनेर पुरानो कुरा गरे मालविका एक्ट्रेस मालविका होस्ट मालविका भिजे मालविका मोटिभेसनल स्पिकर के हो यस्तो इभेन्टहरुमा आइराख्नु हो मालविका सबैभन्दा बढी खुसी चाहिँ मलाई लाग्छ एकछिन जोरदार ताली मालविका सुब्बाका लागि धेरैका लागि आइकोन हो मालविका आइडल सबैले भन्छ नि मेरो आइडल को भन्दा मेरो त मालविका यो हो अझै बढी हुनु खुसी हुनु शुभकामना अब त्यस्तै अरू नाम लिँदा विनोद भाइ डिरेक्टर कलेक्सन यसो विनोद हेलो गरौँ त त्यस्तै नवीन चौहानलाई पनि एकचोटि ताली बजाइदिउँ त उनको स्विटर आर्टिस्ट यति हुनुहुन्छ खै नवीन उनको स्विटर पनि यही वैशाख 26 मा हैन त पहिला फुलबाजीकै कुरा सुनौ क्या बरु यसो गरौँ न फुलबाजीलाई बिचमा राखौँ न दुई जना अब मिल्यो मैले यो माइक अब फुलबाजीलाई दिएँ फुलबाजी नमस्कार सबैजनालाई र आइदिनु भएकोमा धेरै धेरै धन्यवाद म चाहिँ आज एक किसिमले भावुक नै भइरहेको छु कारण यसमा आज बल्ल 4 वर्षपछि हामी यो ट्रेलर आज हामीले रिलिज गरिरहेका छौँ र 4 वर्ष पछाडि सोच्दाखेरि चाहिँ धेरै सम्झनाहरू आयो हैन अनि विशेष गरी यहाँबाटै म भन्न चाहन्छु हाम्रो कतिजना कलाकारहरू कमसेकम 3 जना त बित्नु पनि भएको छ जसरी दोर्जे लामा सर है उहाँको फर्स्ट सर्ट जुन थियो आज र यो त एउटा सानो कुरा मात्र भयो त्यसरी नै योगदान दिनु भएको छ सबैजनाले हैन मलाई मनमै छ कति दुःख लाग्छ होला जसले यति मजाले काम गरेको छ पर्खिनु भयो उहाँ नै आज हुनुहुँदैन र यो मलाई एकदमै दुःख लागेको छ अरू 2 कर्मीहरू पनि त्यसरी बित्नुभयो कोभिडको टाइममा यो एउटा कुरा छ र अझै कुरा के भनौँ पनि मन छ होला भन्दा यो कला क्षेत्र भन्ने बित्तिकै कस्तो हुँदो रहेछ भन्दा यसमा सबै कलामा सबैले केही सम्झेर होइन आफ्नो मेहनत गरेको हुन्छ र त्यसलाई कति न्याय पुर्याउनु के गर्नु सबै घोटिएका हुन्छ चाहे त्यो सङ्गीतमा होस् चाहे नृत्यमा होस् चाहे पेन्टिङमा होस् जेमा पनि होस् होइन तर यो चलचित्र जुन कला छ होइन क्षेत्र त्यसमा चाहिँ मलाई लाग्छ सबभन्दा खुसीको कुरा चाहिँ सबैलाई समेट्न सक्छ क्या यसमा अनि त्यो नै मेरो लागि एकदमै म त आफूलाई एकदमै भाग्यमानी सोच्छु होइन यो क्षेत्रमा छु भनेर जसमा सबैलाई समेट्न सकिन्छ र हामी सबै नेपालीहरू संसारभरि छरिएका जति पनि छन् हामीहरू सबै आफ्नो आफ्नो ठाउँमा छ होइन भाषा अलिक लय अलिक अलग होला होइन तर हामी नेपालीहरू सबै ठाउँ र यो फिल्मद्वारा हामी जोडियौँ यसरी दार्जिलिङ सिक्किम नेपाल इन्डिया साउथ इन्डियाबाट भनौँ होइन मुम्बईबाट भनौँ र कला नै एकदमै ठुलो कुरा हो भन्ने चाहिँ मलाई लाग्छ आज संसारमा जे पनि भइरहेछ कला नै एउटा यस्तो क्षेत्र हो जसले चाहिँ बलियो प्रकारले आफ्नो आवाज उठाउन सकिन्छ होइन योगदान दिन सक्छ र त्यसै कारणले चाहिँ पनि हो अब हामीले यो फिल्म पनि पहिला स्टार्ट गर्नु एउटा अमूल्य समय निकालेर सो भन्नुपर्दाखेरि चाहिँ अब चारको बारेमा जस्तो उहाँले भनेको छ 4 वर्ष कुर्यो हामीले धेरै नै मिहिनेत गरेको छौँ हाम्रो फुलबा सरले चाहिँ यसलाई के भने किताबबाट चाहिँ रिमार्क गर्नु भएको छ सो एकदमै मलाई पनि यो क्यारेक्टरलाई एकदमै बिलिभ गरिदिनु भयो पहिला कन्फ्युजन पनि थियो म गर्नु सक्छु या सक्छु किनभने मेललाई पनि एउटा ठुलो च्यालेन्ज हो र त्यसलाई चाहिँ सेपल अप गर्नलाई चाहिँ स्वगतलाई पनि म एकदमै क्रेडिट दिन चाहन्छु यो एक्टिङमा चाहिँ उहाँले मलाई एकदमै हेल्प गर्नुभएको छ हाम्रो स्वगत मलाई होइन मजाले पनि उहाँलाई हेर्छु उहाँको एकदम एक्टिङको फ्यान पनि हुनु माई बिग ब्रदर थ्याङ्क यू भेरी मच एन्ड थ्याङ्क यू भेरी मच वन्स अगेन फर बिलिभिङ मी यो अस्तिको क्यारेक्टरको लागि ट्रेलर देखिसक्नु भएको छ यसलाई पनि
एकदमै माया गरिदिनु सपोर्ट गरिदिनु जस्तै उहाँको फर्स्ट स्टेज मुभी छ यसलाई एकदमै सपोर्ट गरिदिनु भनेर हृदयदेखि नै आशा गर्छु थ्याङ्क यू भेरी मच वन्स अगेन दिन प्रतिदिन आफूलाई धेरै फिल्महरू आउँदैछन् अघि अरूसँग छोटो कुरा गर्दाखेरि म छक्क परेँ आउनु पनि जरुरी छ एक्चुअली फेरि पनि जोरदार ताली अब जस्तो पनि भूमिकामा फिट हुने र हिट हुने कोही नेपालमा कलाकार छ भने त्यो भनेको सौगात बल्ला एक्चुअली जोरदार ताली सौगात र हामी भन्छौँ नि कहिलेकाहीँ हाम्रो क्षेत्रमा को छ के छ भनेर यदि खोजी गर्दाखेरि भन्ने क्रममा हाम्रो यो चलचित्रको क्षेत्रमा अभिनयको क्षेत्रमा रङ्गमञ्चको क्षेत्रमा कोही छ भनेर त्यो सौगात मल्ल छ जसलाई जुनसुकै भूमिकामा पनि जुनसुकै रोलमा पनि उत्तिकै सुहाउँछ र गर्न सक्छ र जति पनि अभिनय गर्दाखेरि नथाक्ने मान्छे र जति पनि मेहनत गर्न सक्ने क्यारेक्टरका लागि त्यो मान्छे भनेको सौगात मल्ल पनि यो काम र मेहनतको कदर गर्दै यो सम्मान मैले अभिव्यक्त गरेको हो जबकि कि क्यारेक्टरका लागि काम गर्ने भन्दाखेरि सामान्य मात्र हामी पाउँछौँ त्यो मेहनत गरेको तर त्यसैमा टुक्नका लागि आफूलाई नै ज्यानलाई नै जोखिममा राख्ने कमै मान्छे हामी गर्छौँ र सौगात त्यसरी काम गर्न सक्ने मान्छे खुसीको कुरा अब सौगातका कुरा थ्याङ्क यू दाइ सो मच यति धेरै भनिदिनु भयो कि गाह्रो भयो मलाई आफैलाई थ्याङ्क यू सो मच सबैलाई यहाँ आइदिनु भएको छ एकदम व्यस्तताको बावजुद पनि र यति फिल्महरू गरिरहेको हुन्छ कि यो फिल्ममा हेर्न नबिर्सिने भन्न गाह्रो सबैलाई यो फिल्मलाई हेर्नै पर्छ भनेर तर अब कति कुराहरू यो ट्रेलरले नै भनिदिन्छ यस्तो फिल्महरूलाई भनिराख्नु पनि पर्दैन मैले विशेष के गरेँ कति मिहिनेत गरेँ होइन तर के खुसी लागेको छ भने 4 वर्षपछि होइन जसरी यो आयो जसरी हामीले काम गऱ्यौँ र एउटा कुरा चाहिँ म भन्न चाहन्छु किन दुईवटा चिज थियो दुईवटा कथा थियो यो कागबिनी भन्ने फिल्म जुन मैले गरेँ कति 15 वर्ष अगाडि होला होइन त्यो फिल्म त्यो मुभी चाहिँ म 12-13 वर्ष हुँदाखेरि नै मैले त्यो कथालाई चाहिँ त्यो कथा पढ्ने बित्तिकै त्यसले च्यातेर आफैसँग यसलाई नबिर्सेर म राखिरहेको छु गर्नुपर्छ एक दिन भनेर त्यो 12-13 वर्षको थिएँ होला त्यो बेलादेखिको त्यो चाहिँ कुरा भएको थियो जसरी कागबिनी मैले गरेँ त्यही कथामा आधारित र यस्तै गरी गुरुकुलमा म प्रवेश गरिसकेपछि चाहिँ एउटा कुनै कथाले छोयो धेरै कथाहरूले छोयो तर तिनीहरूमध्ये यो जार इन्द्रबहादुर राई सरको थियो जार भन्ने कथा मैले पढ्न पाएको थिएँ त्यो पढेपछि भनौँ न महिनौ दिन चाहिँ नै म भनौँ न अलिकति सोच्न बाध्य भएको थिएँ कि यस्तो परिस्थिति मलाई परेको भए मैले के गर्थेँ होला भनेर म अब हाम्रो कामै त्यही हुन्थ्यो कि केही चिज हाम्रो पाउने बित्तिकै त्यसभित्र एकछिन आफू बस्नु अनि यो पात्रमा गर्दाखेरि चाहिँ जहिले पनि म अब त्यो बेला त केही सम्भावनाहरू थिएन तर पनि आफूलाई कल्पना गर्थेँ नाटकै भए पनि म गर्नुला फिल्म त अब पछि पुरा नाटकसम्म चाहिँ म गर्छु भन्ने मेरो सोचाइ थियो तर यसरी चाहिँ फिल्म गर्न होइन अब जुर्यो उहाँहरूले मलाई नै अब रोज दिनुभयो त्यसको लागि एकदम थ्याङ्क यू अनि इन्द्रबहादुर राई सरसँग उहाँले चाहिँ मेरो प्ले जाक्सन जोगीको हेर्न आउनुभएको बेला मैले भेट्ने मौका पाएको थिएँ अनि त्यो बेला मलाई यहाँसम्म एकदम नर्भस भएको थियो अब भर्खरै नाटक गर्न आएँ उहाँले अगाडि बस्नु भएको थियो अनि त्यो बेला कुरा एकछिन सानो कुरा भएको थियो मैले भन्ने मौका पाएको थिएँ कि यो तपाईँको जार भन्ने चाहिँ मलाई एकदमै छोएको कथा हो यसमा चाहिँ नि केही गर्न पाएदेखि म चाहिँ म के गर्छु भनेर चाहिँ भनेको थिएँ त्यतिसम्म भन्ने मौका पाएको थियो उहाँ हाँसेर भन्दै हुनुहुन्थ्यो हुन्छ गर्न राम्रो गरेको छ अनि त्यो कुरा पनि अहिले भर्खरै उहाँलाई देख्दाखेरि पनि म एकदमै भावुक भएँ किनभने उहाँले कुराहरू गर्नुभयो र मलाई पनि एकदमै अब याद आयो त्यो चाहिँ नि अहिले पूर्ण भएको छ यो मेरो दिमागमै मात्रै फिल्म थियो हाम्रो दिमागमै मात्रै फिल्म थियो अब चाहिँ नि हजुरको यो फिल्म आउँदैछ कसरी हुन्छ सबैले भने जस्तै उहाँले भने जस्तै यो हत्तपत्त यस्तो फिल्म बन्दैन जस्तो भन्नै पर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अहिलेको यसरी हेर्दाखेरि पक्कै पनि फरक पाउनुहुन्छ भन्ने आशा गर्छु र मैले पनि एकदमै पुरेर बसेको फिल्म हो म आफै पनि एक्साइटेड छु माइक त्यहाँ पुऱ्याउनु पर्यो अब कसले पुऱ्याइदिने माइक एकचोटि अलिकति ठुलो स्वरमा बोली हेर्नुहोस् त यो माइक म कसलाई दिने त ल अनुसारलाई
हाई दादा, रक्षा हियर। हाई हाई। अनुप दादालाई मेरो प्रश्न, चलचित्रको नाम जार छ होइन, अब हामीले ट्रेलर हेरिसके पश्चात अवश्य पनि एक्साइटेड छौँ कस्तो बन्यो होला भनेर होइन। यो जनरको मुभीहरू चाहिँ एकदमै आउटस्ट्यान्डिङ नै हामीले अपेक्षा गरेका हुन्छौँ। अहिले चाहिँ चलचित्रको टाइटलमै जाउँ जार। इफ रियल लाइफमा चाहिँ तपाईँलाई कोहीसँग प्रेम बस्यो अनि जारी नै तिरेर जार नै बनेर लिएर आउनु पऱ्यो भने चाहिँ त्यो हदसम्म पुग्नुहुन्छ कि नै होला? मन परेको फुलसुके पनि रसिलो भनिन्छ त्यस्तै। फर्स्ट अफ अल म अरूको श्रीमती हेर्दैन। मलाई मेरो आफ्नो श्रीमती नै मनपर्छ होला फ्युचरमा। जब म बिहे नै गरेको थिएँ र अरूको श्रीमती ल्याएर छोडेर बिहे गर्थेँ नि त। सो आफ्नो श्रीमती नै राम्रो लाग्छ। म जार सालमा चाहिँ म सो यस रिलमा मात्रै जस्ट इन रिल सर। रिलमा चाहिँ रिलमा प्रश्न सौगात दादा यो कुरामा खासै दिमाग लगाइ नराख मलाई। नमस्ते, मेरो नाम चाहिँ रिना मोक्तान हो। मेरो प्रश्न चाहिँ निर्देशकलाई, यो फिल्म प्रदर्शनको टाइम चाहिँ दुईवटा फिल्म एउटै टाइममा आउँदै रहेछ। अनि त्यस्तो हुँदाखेरि चाहिँ क्युएफएक्सले सो वितरणमा चाहिँ यो कुनैलाई बढी कुनैलाई थोरै या के गर्ने खालको हुन्छ नि त। सो त्यही बेलामा पनि बलिउडहरू आइदियो हलिउड आइदियो भने समस्या हुन्छ। यो डेट चाहिँ तपाईँहरूले के सोचेर कसरी एउटै मितिमा गर्नुभयो? छुट्टा छुट्टै समयमा आउनुभएको भए दुवैजनालाई सोमा तनाव हुन्थेन होला, प्रतिस्पर्धा हुन्थेन होला नि त? प्रश्नको लागि धन्यवाद छ। अब कुरा चाहिँ के भएको छ भन्दा जुन प्रकारले मैले भने नि 4 वर्ष लागि बनाउन भन्दा अहिलेसम्म पनि कामै भइरहेको थियो होइन। त्यही कारणले अब जब हामी आयौँ डेट्स त हाम्रो निकै अलग अरू पनि डेट्सहरू थियो बुझ्नुभयो नि। 25 अप्रिलको पनि थियो, त्योभन्दा अगाडि फेब्रुअरीमा पनि थियो हुन्छ नि। अनि खासै हामीलाई त थाहा पनि थिएन, मलाई चाहिँ थाहै थिएन। अनि तर पछि अहिले र पनि त्यसपट्टि नलागौँ म के लाग्छ भने चाहिँ अब तपाईँको प्रश्नको कसरी उत्तर दिने भनेर भन्दाखेरि चाहिँ मैले उनको स्वेटरको टिजर पनि हेरेको छु, गीत पनि हेरेको छु होइन। अनि एकदमै राम्रो फिल्म बनाएको छ है, त्यतिमै मैले बुझिहाल्छ। र मलाई लाग्छ हामी सबै दर्शकहरू काफी छ जस्तो लाग्छ मार्केटको लागि पनि, दुवैवटा फिल्मको लागि सबैजनाले सपोर्ट गर्नुभयो भने। र हामी जसरी आज यहाँ पनि आउनु भएको छ होइन, यता उनको स्वेटरको टोलीबाट पनि आउनु भएको छ, उहाँलाई पनि हाम्रोबाट एकदमै बेस्ट विसेस होइन, सपोर्ट। अनि हामी पनि त्यही अपेक्षा गर्छौँ त्यताबाट पनि होइन। अनि मिलेर अब दाजुभाइ भएर नि हामी गर्ने त्यही हो है। थ्याङ्क यू। नमस्ते, म दीपक सापकोटा कान्तिपुर दैनिकमा काम गर्छु। जाडको ट्रेलर हेरेपछि मलाई तपाईँहरूलाई शुभकामना दिनु मन लाग्यो, एकदम सुन्दर लाग्यो। र एउटा कुरा सौगात मल्लज्यूले भने जस्तै म पनि यो इन्द्रबहादुर राईको यो कथाको फ्यान हो। यो कथा मैले पटक पटक पढेको छु, मलाई असाध्यै मनपर्ने प्रिय कथा हो मेरो यो। डाइरेक्टरज्यूलाई एउटा प्रश्न के छ भने यो कथा जुन छ त्यसलाई तपाईँले कथा जस्ताको त्यस्तै फिल्ममा प्रयोग गर्नुभयो कि त्यसमा कल्पनाशीलता पनि केही मिसाउनु भयो र त्यसको त्यो सेटिङमा केही समस्या भएको हो डिजाइनिङमा? हस्, थ्याङ्क यू। थ्याङ्क यू फर यो क्वेसन। यो क्वेसन पनि मलाई मन पर्यो किनभने मैले चाहिँ फिल्म एडप्टेसन भन्छ होइन अनि बेस्ड अन भन्ने कुरा दुईवटा भिन्नै कुराहरू हुन्छ होइन। र मैले एडप्टेसन पनि गरि नै रहेको छु कारण मेरो सर्ट फिल्महरू प्रायः फिल्म एडप्टेसन म पनि सिक्दै नै छु अहिले पनि। र सिक्दै जाँदाखेरि के हुँदो रहेछ भन्दाखेरि चाहिँ कथा जुन हामी पढ्छौँ त्यसमा चाहिँ हामी कल्पना गर्छौँ है। देयर इज अ थिङ कल्ड सस्पेन्सन अफ डिसबिलिफ भन्ने। एन्ड वेन वी आर फिल्मिङ इट त्यसलाई फेरि हामीले एभ्री डिटेल दिनुपर्छ क्या। र त्यसमा पनि जस्तै डायलग्स पनि अब कसैले डायलग लेखेको छ भने सायद हुनसक्छ नट इन्द्रबहादुर राई सरको कथामा, तर अरू राइटरको कथामा के हुनसक्छ भने एउटा भनौँ एउटा गाउँका मान्छे जसले पढेकै छ अनुपजी ए हजुर बिएम भित्र जानु पर्यो।
यस्तोबाट आयो मलाई चाहिँ म एकदमै ब्लोन अवे झुमाले मलाई इन्भिटेसन दिएर आएँ म झुमाले बोलाएपछि नआउने कुरै छैन किनभने मलाई थाहा छ उसले जे काम पनि गर्छ एकदमै डिफ्रेन्ट हुन्छ युनिक हुन्छ अनि त्यो भएको भएर पनि म इन्ट्रेस्टेड भएर पनि आएँ अनि मैले पोस्टर देख्ने बेलामा नै गीताञ्जलीजीको फेस देखेँ मैले वा यो त एकदम डिफ्रेन्ट हुन्छ जस्तो लागेको थियो सो ट्रेलर हेरिसकेपछि चाहिँ म एकदम एक्साइटेड छु मुभी हेर्नको लागि कमर्सियल सिनेमा भन्दा पनि एकदम रियलिस्टिक लाइफ स्टोरीमा आधारित छ भन्ने जस्तो लाग्यो अनि एक्टर्सहरूले सबैजनाले अनुप सौगात गीताञ्जली आइ एम भेरी एक्साइटेड फर गीताञ्जली एज वेल एकदम इन्ट्रेस्टिङ र डिफ्रेन्ट लागेको छ इन्ट्रेस्टिङ होला मलाई त एकदम राम्रो लाग्यो किनभने यस्तो खालको फिल्म गर्नु भनेको कुनै पनि एक्टरको ड्रिम कम ट्रु हो जस्तो लाग्छ मलाई कमर्सियल सिनेमा भनेको त्यो आफ्नो ठाउँमा छ त्यो पनि एकदम राम्रो हो बट यस्तो खालको एक्टिङ यस्तो खालको चरित्रहरूलाई पर्दामा ल्याउन सक्नु भनेको उहाँहरूलाई सबैभन्दा च्यालेन्जिङ हुन्छ सो आइ एम रियली ह्याप्पी एन्ड प्राउड अफ बोथ अफ देम एज वेल Okay, so that's all it's the one. You on play team मेहनत तो कहिले गराएको थिएन at the same time जुराले हामीले दरो घोटाउनु भएको छ दुईले समय भन्ने प्लान गर्नु दरो घोटाएर तपाईं घोटिनु भएको हो किन यसमा के खास थियो यो फिल्ममा कहिले नगरेको मलाई सोध्नुभयो हैन अब यो भिन्न यो कस्तो छ भन्दाखेरि फुटबल सरले चाहिँ एउटा हिस्ट्री हो नि त किताबबाट निकालेको हिस्ट्रीलाई चाहिँ रिलाइट उतार्नु भएको छ एकदमै ठुलो च्यालेन्जिङ हो जस्तै बेसिकली मेरो पास्ट मुभिजहरूमा गर्नु भन्दा यसमा डिफ्रेन्ट क्यारेक्टर छ अनि यो मेरो विषयमा बेस्ट अन ट्रु स्टोरी पनि हो जुन चाहिँ पात्रमा उहाँले मलाई बिलिभ गर्नु भएको छ त्यसमा त्यो अरू भिन्न क्यारेक्टर भन्दा यो चाहिँ मेरो एकदमै स्पेसल मुभी पनि रहन्छ जिन्दगीभर किनभने यो हिस्ट्री हो सो त्यसमा चाहिँ अलिकति मलाई चाहिँ डर पनि थियो तर फुटबल सरले हाम्रो सरले चाहिँ मलाई एउटा बिलिभ दिनुभयो कि यु क्यान डु इट यु विल मेड इट भनेर चाहिँ सो त्यो हिसाबले चाहिँ थ्याङ्क यू भेरी मच फुटबल सरलाई पनि भन्छु फर बिलिभिङ इन मी यो मुभीको पार्ट हुनु नि मेरो लागि ठुलो प्रिभिलेज हो किनभने चार भनेर यत्रो नाम चलेको एउटा जमिनबहादुर राई सरको एउटा स्टोरी हो सो इट्स प्लेजर टु बी अ पार्ट अफ चार भन्छु म चाहिँ थ्याङ्क यू वन्स अगेन फुटबल सरलाई पनि होल एन्टायर टिम अफ चार थ्याङ्क यू भेरी मच त्याग सबै चिज त्याग नगरिकन कुनै पनि चिज असफल हुँदैन धेरै चिज त्याग गरेको छ त्याग पेसेन्सहरू कुरा उहाँ बाहिर बिजी हुनुहुन्छ बाहिर बाहिर आउनुहुन्छ उसको कतिवटा कारणले गर्दा आउनु पाएन लास्ट मिनट क्यान्सलेसन भएको लास्ट मिनटमा उहाँको क्यान्सल भएको त्यो ट्रेलर हेर्दै थाहा हुन्छ एक त त्यो रियल लाइफ स्टोरिजहरूमा आधारित पनि रहेको छ होइन धेरै वर्ष अगाडिको स्टोरी होला पक्कै पनि यो उहाँहरूले सिक्किममा नै खिच्नु भएको छ छायाङ्कन वेस्ट सिक्किममा धेरै छायाङ्कन गर्नुभएको छ अघि मैले उहाँलाई त्यही सोधिरहेको थिएँ यो ट्रु लाइफमा बेस्ड हो कि होइन अनि त्यो सानो सानो पात्रहरू पनि अनि आई थिङ्क लिम्बू गाउँमा बेस्ड भन्नुभएको थियो है पहिला सो त्यो कारणले गर्दाखेरि पनि एकदम इन्ट्रेस्टिङ हुन्छ जस्तो लागेको मलाई अब त्यो फिल्म त आइसकेपछि थाहा हुन्छ बट आई डेफिनेटली नो इट्स गोइङ टु बी भेरी इन्ट्रेस्टिङ अब हामीले चाहिँ सक्दो कस्तो कुरा गरिरहेछ भन्दाखेरि फिल्म एउटै प्रकारको मात्रै नबनाइराखौँ हुनु त धेरै होइन हाम्रो यो फिल्म क्षेत्रबाट धेरैले आफ्नो आफ्नो तरिकाले पनि एक्सपेरिमेन्टहरू पनि गरिरहेछ र हामीले त्यो प्यालेट पनि अलिकति चेन्ज गर्दा कसो होला भन्ने एउटा रिस्क फ्याक्टर त लिनै पऱ्यो आफैले तर एट द सेम टाइम यो अब दुई प्रकारले बाँडिन्छ एउटा एकदमै आर्ट फिल्म भन्ने हुन्छ होइन अब जस्तो आर्ट फिल्मले अवार्डै जिते पनि जे पनि गरे पनि दर्शकको कुरा गर्दा अहिलेको समयमा चाहिँ होइन हाम्रो ग्रासरुट लेभलबाट जाँदाखेरि चाहिँ सायद नहेर्ला कि भन्ने छ नि त तर हामीले त्यही लेभलको तर हाम्रो अडियन्स चाहिँ हामीले ग्रासरुटलाई नै टार्गेट गरेको छ क्या बुझ्नुभयो नि सो त्यस कारणले गर्दाखेरि चाहिँ मलाई लाग्छ कि आइ एम भेरी पोजिटिभ इट सुड जस्ट क्लिक इट्स एन एक्सपिरियन्स म भन्छु अनि जसरी तपाईँहरूले ट्रेलरमा पनि हेर्नुभयो यो फिल्म चाहिँ वाइड स्क्रिनको लागि बिग स्क्रिनको लागि नै हामीले सुट गरेको हो त्यही प्रकारले बनाएको इट्स एन एक्सपिरियन्स क्या
साउन्डहरू तपाईँले देख्नुभयो होला होइन अब सुन्नुभयो होला एन्ड लट अफ थिङ्स हामीले गरेको छ जस्ट फर एक्सपिरियन्स हामी पनि अब फिल्म बफ नै हो हामी पनि अब अवतार लाग्दाखेरि होइन अब त्यस्तै अब इभन स्पाइडरम्यान लाग्दाखेरि हामी वी वान्ट टु ह्याभ द्याट एक्सपिरियन्स थिएटर एक्सपिरियन्स भनेर जान्छ नि त सो हामीले पनि त्यही प्रकारले नि क्रिएट गर्ने कोसिस गरेको छ त्यही त अब मैले त्यसो सोचेकै थिएँ तपाईँले भनेपछि मात्रै ठ्याक्कै थाहा पाएँ होइन हजुर यो त नि अब त्यही हो यो त देखिने चिज होला होइन हाम्रो अब यो हाम्रो हातको कुरो मात्रै हुँदैन होइन हामीले मात्रै गरेर हुँदैन डिस्ट्रिब्युटरहरूले कसरी कसरी गरिरहेको हुन्छ त्यो आफ्नै उहाँको तरिकाले हुन्छ अनि त्यो भएर हामीले अब के भन्ने सकेको तर हाम्रो बिचमा त मैले पहिला पनि भनिसकेँ होइन गुरुकुलमा बस्दाखेरि हामी त्यस्तो समय परेको हामी अहिले पनि भेटिरहेको हुन्छ एकदम राम्रो छ हाम्रो तर देख्दाखेरि हामीले इन्डियामा पनि त्यस्तै सुन्दै आएको थियौँ दुईजना एक्टरहरू यस्तो छ भन्ने तर त्यो चाहिँ त्यो सामान्यतया जहाँ पनि हुने गर्छ यहाँ पनि छ तर हाम्रो बिच चाहिँ त्यस्तो केही पनि छैन अब यो हाम्रो हातमा नभएको कुरो हो त्यसलाई चाहिँ हामी दुवैजना मिलेर जाउँ भन्ने कुरा मात्रै हो त्यो त सबैले लाग्छ कोहीसँग पनि नजुदे हुन्थ्यो एक्लै आउनु पाए हुन्थ्यो भन्ने चाहिँ नि सबैलाई लाग्छ होइन तर त्यो अब मिल्दैन रहेछ होइन अब कसैले एकदम राम्रो स्क्रिप्ट अफर गर्नुभयो भने सोच्न सक्छु समथिङ लाइक जार हजुर त्योभन्दा पनि आई थिङ्क लाइक त्यो क्यारेक्टरले चाहिँ जस्टिफाई गर्छ जस्तो लाग्छ सो यस्तो रियल क्यारेक्टर्सहरू मनपर्छ मलाई त्यही भएर पनि इन्ट्रेस्टिङ नै लाग्यो म त खासै भनौँ म त दिमागमा थिइनँ होला होइन मलाई चाहिँ कस्तो छ भने एकदमै गाह्रो प्रश्न पनि हो होइन अनि किनभने मलाई यता सोच्दाखेरि मलाई धेरैजनासँग काम गर्नु मन छ क्या धेरैजनाको आफ्नो युनिक ट्रेड्स छ क्यारेक्टरिस्टिक्स छ प्रेजेन्स छ होइन अनि नट जस्ट द क्यारेक्टर्स बट इभन द प्लेस क्या जस्तै दामी लोकेसन्सहरू छ नि त होइन एन्ड आई वान्ट टु ट्राभल मेक फिल्म्स हाम्रो गाउँभित्र गएर कथाहरू भन्नु मन छ क्या मलाई सो अभियसली आइ एम रियली लुकिङ फरवर्ड फर द्याट डे वेन आई क्यान work with so many actors. अरू पनि छ टाइम अझै पनि मैले फर्स्ट टाइम भेटेकै उहाँलाई फेरि आज फर्स्ट टाइम भेटेको फर्स्ट डेब्यू फिल्म हजुर भनेपछि नेक्स्ट टाइम अब अर्को फिल्ममा चाहिँ मालिका म्याम पक्राउनु के छ यसमा क्यारेक्टर मिल्यो भने अभियसली हजुर अब हामीले जब थाल्यो नि त्यस बेला चाहिँ कोभिडको समय थियो क्या त्यसको चपेटमा परेको थियो इनफ्याक्ट सेकेन्ड लकडाउनको बिचमा हामीले यो सुटिङ गरेको हो त्यसमा कतिजना फाइनेन्सियर्सहरू पनि ब्याकआउट गरेको हो त्यसबाहेक अघि नै कुरा गरेको जस्तो यो जुन ब्याकग्राउन्ड स्कोरको काममै 2.5 वर्ष लागेको हो बाघको काममै झन्डै तपाईँको अलमोस्ट 4 इयर्सै लाग्यो भनौँ होइन इन्हान्स गर्ने कतिवटा कुराहरू भइरहेको थियो सो त्यही कारण हो Thank you so much. Thank you so much. Thank you so much. फोटो खिच्दिउँ न त ल फोटो हो